경계 막에 구도가 조상계계 올라게 투제전계 돌아서 제레생라 창사로 ओम मनी पेमे हूँ नमस्ते टसिदेले फ्याफुला मेरो नाम जर्डन गुरुङ र आजको यस भिडियोमा म तपाईहरुलाई मानी घुमाउनु अथवा मानी जप्नु त्यसको बारेमा एकदम छोटकरी मा जानकारी दिने प्रयास गर्नेछु र के प्रश्न आउँछ भन्दा यो मानी खोर्लो यसलाई मानी खोर्लो भनिन्छ खोर्लो भनेको चाहिँ खास भने व्हील भन्छ नि गाडीको पाङ्ग्रा जस्तै यो यसरी घुम्छ नि त हैन यो भित्र के छ अरे यो भित्र के छ जस्तै अब ठुलो ठुलो मानीहरु हुन्छ त्यो भित्र के छ भनेर एउटा पहिलो प्रश्न थियो भन्दाखेरि त्यो भित्र जुन मानीको मन्त्र छ ओम मानी पेमे हुँ त्यो मन्त्रलाई हामीले यसरी प्रिन्ट गरेर फोटोकपी गरेर त्यसलाई बेटारेर है त्यसलाई चाहिँ डल्लो बनाएर बेटारेर चाहिँ यस्तो भित्र हालेको हुन्छ त्यसै कारणले यो मानी खोर्लो चाहिँ एकदमै के भनिन्छ यसलाई झिलाप छेम्पो है त र अनि तर अब कुनै कुनै हुन्छ नि त्यो एकदमै ठुलो मानी हैन मानी एकदमै ठुलो त्यस्तो भित्र चाहिँ काङ्ग्युर टेङ्ग्युर है काङ्ग्युर भनेको त्यसै त्रिपिटका भन्छ नि त्यो बुद्धले भन्नुभएको त्यो पुस्तकहरु छ नि हो त्यस्तोहरु पनि हालेको देखिन्छ है त र अर्को कुरा यो मानी खोर्लो घुमाएमा त्यसले हामीलाई के फाइदा हुन्छ हैन र के फाइदा छ भन्दाखेरि यसको फाइदाहरु धेरै छन् है र छोटकरीमा भन्नु भन्यो भने जुन चाहिँ मानी हिगडुक छ है मानी हिगडुक माने मानीको 6 वटा शब्द छ ओम मानी पद्मे हुँ है त 6 वटा फ्री चाहिँ नगर्नु होला ओम मानी पद्मे हुँ मात्रै है हामीले मानी जप्दाखेरि पनि ओम मानी पेमे हो मात्रै जप्नु होला फ्री चाहिँ नजप्नु है त र जुन 6 वटा शब्द छ ओम मानी पद्मे हुँ त्यसले चाहिँ के गर्छ भन्दा यो जप्दाखेरिको फाइदा चाहिँ जुन चाहिँ हामीले संसार भन्छौं नि हामीले टिबेटनमा खोरवा भन्छौं हैन यो संसार यानी खोरवामा 6 वटा अब प्राणीहरु छन् है त भगवान मान्छे र लामाइन है लामाइन माने अब त्यो भगवान पनि हैन मान्छे पनि हैन है त र अरु छ जनावरहरु अनि हिदाक भनिन्छ नि जसको चाहिँ घाटी मसिनो पेट ठूलो हुन्छ नि हिदाक अनि न्यालवा माने नर्ग अब यो संसारमा भएको यो 6 वटा चाहे तपाई भगवानकै जुनीमा जन्मियोस् अथवा मान्छेको जुनीमा जन्मियोस् जता गए पनि तपाईलाई दुःख मात्रै छ सुख छैन सुख भएको जस्तो भए पनि त्यो केही छैनको सुख हुनेछ दुःख मात्रै हो है त संसारमा जन्म लिएपछि त्योमा संसारको नेचर नै दुःख र भनेपछि मानी हिगडुक यानी मानी जपेपछि या मानी घुमाएपछि तपाईलाई के फाइदा हुन्छ भन्दा चाहिँ आउँदो जुनीमा चाहिँ तपाईले यो जुन 6 वटा संसारको 6 वटा यो जुनी छ 6 वटा प्राणीहरु छ योबाट मुक्ति हुनेको तपाईलाई फाइदा छ है त र त्यसैगरी आफ्नो बिरामीहरु आफ्नो बिमारहरु हट्ने है बिमारहरु अनि निको भइजाने र आफ्नो दुःख अनि संकट भन्छ के भन्छ बाधा अडचनहरु भर्छेहरु हैन तिनीहरु अनि मेटेर जाने अथवा नहुने त्यस्तो फाइदा छ र मानी घुमाउँदा जस्तै अब मानौं हामीले अब एउटा तपाईले एउटा मानी लाखाम भन्छन् नि मानी लाखाम भन्छौं नि हामी एउटा ठूलो एउटा घर भित्र ठूलो मानी राखेको त्यो हामीले घुमाउँछौं नि त्यो घुमायो भने त्यो घुमाउँदाखेरि हामीले कस्तो सोच लिनु पर्छ भनेर जस्तै अब तपाई हामी जस्तै नेपालमा हाम्रो स्वयम्भू बौद्ध हैन या अब यता सिक्किमतिर पनि छ है दार्जिलिङतिर के हुन्छ भन्दा चाहिँ त्यो मानी खोलो राखेको त्यो गुम्बा भनौं त्यो घर भित्र चाहिँ वरिपरि सबै बुद्धहरुको है अनि झाँजु सेम्बाहरुको अनि त्यस्तो पेन्टिङ गरेको हुन्छ नि त हैन र तपाईले त्यहाँ भित्र गएर त्यो मानी घुमाउँदाखेरि के सोच्नु पर्यो भन्दा चाहिँ यहाँ भएका सबै बुद्धहरुलाई हैन मैले
बुद्धहरू र झाङ्झु साम्पाहरूलाई चाहिँ मैले उहाँलाई ढोग गर्दैछु है, उहाँहरूको वरिपरि घुम्दैछु, उहाँलाई छेउपा चढाउँदैछु, उहाँलाई धूप चढाउँदैछु, खादा चढाउँदैछु, त्यस्तो सोच लिनु पर्यो है। त्यहाँ त्यस्तो त्यहाँ चित्र राम्रो रहेछ, पेन्टिङ राम्रो रहेछ भनेर त्यस्तो मात्रै सोच नगरिकन उहाँहरू सक्षम भन्छ कि के भन्छ, अब उहाँहरू साँच्चीकै त्यहाँ बसिरहेको है त, साँच्चीकै त्यहाँ बसिरहेको र म उहाँलाई दर्शन गर्दैछु भन्ने त्यो सोच लिएर उहाँलाई म छेउपा चढाउँदैछु, खाता चढाउँदैछु, धूप चढाउँदैछु अथवा छेमे चढाउँदैछु भनेर उहाँहरू साँच्चीकै त्यहाँ हुनुहुन्छ भन्ने सोच लिएर चाहिँ र उहाँहरूले पनि मलाई झिलाप दिनुहुँदैछ है, आशीर्वाद दिनुहुँदैछ भनेर त्यस्तो सोच लिएर चाहिँ हामीले मानी खोर्लो घुमाउने त्यस्तो गर्नुपर्ने रहेछ है त। र मानी अनि घुमाउँदाखेरि के पर्नुपर्छ, अस्ति भने जस्तै कोरा गर्दाखेरि तपाईँले बात मार्दै गफ गर्दै होइन अरूको कुरा काट्दै कोरा गर्नुहुन्छ भन्दा हुँदैन है, त्यो एकदमै पाप हो। देख्दाखेरि तपाईँले कोरा गरेको धर्म गरेको जस्तो देखे पनि त्यो एकदमै पाप हो। र भनेपछि अब तपाईँले कोरा गर्दाखेरि चुप लाएर कोरा मानी घुमाउँदाखेरि चुप लाएर मानी घुमाउनु पनि त भएन। र के जप गर्नुपर्छ, के पढ्नुपर्छ भन्दा सबभन्दा राम्रो मानी पढ्नु, मानी जप्नु, ओम मानी पेम्यो ओम मानी पेम्यो ओम छ भने माला लग्नु होइन, ओम मानी पेम्यो ओम मानी पेम्यो ओम मानी पेम्यो गर्दै माला जप्नु, मानी जप्नु र अथवा अनि अर्को साङ्गे छोगी छौनामला भनेर त्यस्तो पढ्नु होइन, पढ्न जान्नुहुन्छ भने तिनीहरू पढ्नु, अझै अर्को पुस्तकहरू पढ्न जानुहुन्छ भने तिनीहरू पढ्दै अनि मानी घुमाउनु होला है त। र मानी धेरै घुमाएमा के फाइदा छ त होइन, मानी एकचोटि घुमाउँदा हुन्छ कि मानी घुमाइ गर्ने होइन, धेरै घुमाउनु के फाइदा हुन्छ भन्दा अस्ति अनि मैले पहिले भिडियोमा भनेको जस्तै सबै प्राणीहरू हामी सबै प्राणीहरू सुख चाहने र दुःख नचाहने एउटै हुन् होइन र सुख पाउनु दुःखबाट मुक्ति हुनलाई के गर्नुपर्छ भन्दा हामीले धेरैभन्दा धेरै पुण्य कमाउनुपर्छ, धेरैभन्दा धेरै धर्म गर्नुपर्छ। र धेरैभन्दा धेरै पुण्य कमाउनुको लागि के गर्नु पर्यो भन्दा धेरैभन्दा धेरै धर्मको कार्यहरू धर्मको कर्महरू गर्नु पर्यो है। र मानी घुमाउनु पनि धेरै धर्मको कर्महरूमध्ये एक हुन्छ होइन। र त्यसैले मानी धेरै घुमाएमा हामीले धेरै पुण्य कमाउन सक्नुहुनेछ र त्यसको कारणले हामीलाई दुःखबाट मुक्ति हुने, संसारबाट मुक्ति हुने त्यस्तो फाइदा छ है त। र अर्को छ मानी दायाँबाट मानी घुमाउनुको कारण के हो है त। यसको कारण अस्ति मैले भने चाहिँ एउटा भनेको जस्तै संसारमा हामीले दायाँबाट गरिने कामहरूलाई उचित मानिन्छ नि, राम्रो मानिन्छ नि, एउटा चाहिँ त्यही हो है। र अर्को छ जुन चाहिँ यो मानीभित्र मानी खोर्लोभित्र हालिएको जुन मानीको मन्त्र छ त्यो चाहिँ प्रिन्ट गर्दाखेरि चाहिँ बाहिर देखाएर अनि बेटारिएको अथवा डल्लो बनाएको त्यस्तो छ है त, बेटारिएको छ। र त्यसै कारणले अब जसरी हामीले किताब पढ्छौँ त्यसै गरेर मानीलाई पनि त्यसरी हालेको छ बेटारेर है। त्यसै कारणले अब दायाँबाट कोरा गर्नुको कारण एउटा चाहिँ त्यस्तो पनि भनिँदो रहेछ है त। र अर्को कुरा यो मानी जुन छ ओम मानी पद्मे हुँ त्यसको अर्थ के हो होइन भन्दाखेरि अब यसको एउटा अर्थ भन्दाखेरि त एकदमै अब लामो छ र एकदम गहिरो छ होइन। छोटकरीमा भन्नुपर्दा चाहे जस्तै नै धर्म होस् है, र अहिलेको अब यो ओम मानी पेमे हुँको भन्दाखेरि जुन चाहिँ चेरे सिख छ अवलोकितेश्वर उहाँले चाहिँ आफ्नो हातमा नर्बु यानि मनी होइन, मनी पनि भनिन्छ नि, मनी जुन चाहिँ हातमा जुन त्यो नर्बु छ हो त्यो नुर्बु समाति रहनु भएको तपाईँ अब चेरे सिंह तपाईँ होइन, तपाईँले जसरी यो संसारको सारा दुःखबाट तपाईँले मुक्ति पाउनु भयो र एउटा दुःखै नभएको दुःख कष्ट केही नभएको एउटा शरीर यानि एउटा अब बुद्धता प्राप्त गर्नुभयो। त्यसै गरी हामीले पनि बुद्धता प्राप्त गरून् है, संसारबाट मुक्ति पाउन्, दुःखबाट दुःख कष्टबाट मुक्ति पाउन् भन्ने हो। त्यस्तो चाहिँ त्यो चाहिँ भनिएको ओम मानी पद्मे हुँको अर्थ त्यो है त। त्यसैले हामीले जति सक्दो मानी पेमे हो जप्ने र आफू मात्र नभई अरू प्राणीहरू पनि सबैजना दुःखबाट प्राप्त होस् भन्ने ठुलो सोच लिएर चाहिँ हामीले
मानी जप्ने है, मानी घुमाउने, गुम्बाको वरा गर्ने, डग गर्ने, त्यस्तो गर्नुपर्ने रहेछ। हस् त, अनि यो चाहिँ अब मानी घुमाउनुको बारे छोटो जानकारी तपाईहरुको लागि। र भिडियोको अन्तसम्म हेर्नु भएकोमा धन्यवाद। अनि अर्को पालि फेरि म धर्म सम्बन्धित अर्को विषयमा म कुरा गर्नेछु। हस् त, धन्यवाद।